बुझेन सम्झेको छ नि मैले भनेको के भनेपछि हाम्रो दिमागले ब्रेनले इमेजको भाषा मात्रै बुझ्छ। यदि तपाईँ जुन क्षेत्रमा जान चाहनुहुन्छ त्यो जाने क्षेत्रको तपाईँको दिमागमा इमेज छैन भने त्यो तपाईँको सपना हराउन सक्छ। तपाईँले एक्चुअलमा यो डेली रुटिनले त गरिरहनु भएको छ, पढिरहनु भएको छ, बन्ने भनेर बनिरहनु भएको छ। त्यो इमेज इमेज भएन भने तपाईँको ब्रेनले एक दिनमा 60,000 भन्दा बढी विचारहरू आउँछ दिमागमा। त्यो म केही बन्छु भन्ने विचार एउटा विचार हो, त्यो इरेज भएर जान सक्छ, हराउन सक्छ र तपाईँ डिस्ट्र्याक्ट भएर अन्य काममा लाग्न थाल्नुहुन्छ। हो कि नै? हो कि नै? अगाडि हेर्नुहोस्। के भएर सपना जहिले पनि भिजुअलमा हुनुपर्छ, देखिने गरी। जस्तो तपाईँको रुमको भित्तामा म यो बन्छु भनेर स्पष्ट इमेज हुनु पर्यो, ताकि तपाईँ बिहान उठेको बेला पनि हेर्न सक्नुहोस्, राति सुत्नुभन्दा पनि अगाडि पनि हेर्न सक्नुहोस्, काहीँ कसरी तपाईँले डिस्ट्र्याक्ट गरिदिनु लाग्यो भने पनि हेर्न सक्नुहोस्। देखिन पर्यो बार 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 बार, अनि मात्र पुरा हुन सक्छ। नत्र भने जिन्दगी चलिरहेछ, रमाइलो भइरहेछ, साथी जाउँ भने त्यही हेर्दिने, अर्कोले मस्ती गरौँ भने त्यही हेर्दिने, त्यो हुन सक्छ। मस्तिष्कले इमेजको भाषा मात्र बुझ्छ। हरेक कुरालाई इमेज बनाउने कोसिस गर्नु, सपना त अनिवार्य रूपमा इमेजै हुनु पर्यो। अब तपाईँको क्षेत्रको आइडल पर्सन को हुन सक्नुहुन्छ? राइटर्सहरू जस्तो तुल खड्का नाम सुन्नु भएको छ? तुल खड्का हुन सक्नुहुन्छ, नेपाल सरकारको उपसचिव हैन त। उहाँले यही पनि त्यो भ्यालीमा पनि पहिला यहाँ प्रशिक्षण दिनुहुन्थ्यो। तपाईँहरू जस्तै खड्का सुब्बा बन्नेहरूलाई अधिकृतको पनि पुस्तकहरू लेख्नु भएको छ, उहाँको नाइ सुब्बा खरिदा सबैको छ, समसामयिक पुस्तकहरू छ। जस्तो तुल खड्का जस्तो बन्छु भन्ने तपाईँको दिमागमा इमेज भयो भने तपाईँ त्यो उसँग इन्गेज गर्नुहुन्छ कि उहाँको ह्याबिटसँग, उहाँले पढाउने कुरासँग छिटो रिलेट हुन्छ त्यो क्षेत्रमा यस्तो बन्ने भनेर। त्यही भएर कुनै पनि क्षेत्रमा यदि तपाईँ जान चाहनुहुन्छ भने आइडलाइज गर्न कसै न कसैलाई जरुरी हुन्छ। नत्र भने तपाईँसँग म बन्छु भन्ने कुरा सामान्य एउटा विचारले त्यो हराएर जान सक्छ। त्यही भएर तपाईँ अल्छी हुने सम्भावना हुन्छ है। त्यही भएर ड्रिम जहिले पनि भिजुअल फर्ममा हुनुपर्छ, देखिने फर्ममा हुनुपर्छ, नत्र भने बिर्सिएर जाने सम्भावना छ। अब मैले सपनाको कुरा गरेँ, अब आउँछु म गोल सेटिङमा। एभ्री सिंगल डे ड्रिम गोल पनि सर्ट टर्म र लङ टर्म हुन्छ है।